धेरै पहिला एउटा दन्ते कथा सुनेको थिएँ। एउटा घोडा हुन्छ, त्यो घोडाले एउटा मालिक राखेको हुन्छ। अब त्यो मालिक चाहिँ घोडामा चढेर काहीँ यात्रा गरिरहेको हुन्छ। यात्रा गर्दा गर्दै ऊ एउटा जङ्गलमा पुग्छ। जङ्गलमा पुग्दाखेरि राति परेको हुन्छ र त्यो सँगसँगै कुहिरो पनि लागिरहेको हुन्छ। अब ऊ त्यो जङ्गलमा हराउँछ, उसले बाटो देख्दैन, किन कुहिरो लागेको हुन्छ, अँध्यारो हुन्छ, अगाडि के छ भनेर देखिरहेको हुँदैन। अब त्यो मान्छे आत्तिन्छ, मालिक आत्तिन्छ, किनकि अलिकति टाढा पनि देखिरहेको हुँदैन। अब मालिक डराउँछ, डराउँदा डराउँदै उसले बोल्छ, अब के गरौँ त भनेर भन्छ। अब त्यो कथामा चाहिँ के छ, त्यो घोडा पनि बोल्ने हुन्छ। पुरानो कथाहरूमा के हुन्छ कि घोडाहरू पनि बोलिरहेको हुन्छ नि। अब त्यो घोडाले सुन्छ र के भन्छ, मालिक मालिक अलिकति अगाडि त देखिरहेछ नि। मालिकले भन्छ, हो घोडा देखिरहेछ, त्यसो भने जति देखिरहेछ त्यति हिँडौँ न। त्यति हिँडिसकेपछि फेरि अलिकति देखिन्छ, फेरि हिँडौँला, फेरि अलिकति देखिन्छ, फेरि हिँडौँला। मालिकलाई त्यो कुरा चित्त बुझ्छ र उनीहरू त्यही हिसाबले त्यो जङ्गल पार गर्छ। यो कुराबाट कसले के बुझ्नुभयो त भन्ने कुरा कमेन्टमा लेख्नु होला।